तो चलिए शुरू करते हैं। होइन हर्क साम्पाङजीलाई फेरि के भयो फेरि नबोल्नु न दाइ, नबोल्नु न तपाईँ, नबोल्नु न। यसरी रोएर त भएन नि के भयो भन्नु त ल देशमा यदि नेपालीहरू छ र नेपालको माया लाग्छ भने चुनाव चिन्ह माटोमा भोट हाल्नु, सिधासिधी कुरा। अनि माटोमा भोट हालेर तपाईँलाई प्रधानमन्त्री बनाएर अनि तपाईँले गर्ने नै के हो प्रधानमन्त्री भयो भने त म त सबै दुनियाँ काठमाडौँ त सबै आधी त श्रमै गरेर आउँछ, कहाँ म त्यहाँ बसिरहेको छु। प्रधानमन्त्री बन्छु भन्नुहुन्छ अनि तपाईँ रक्सी सक्सी पनि खानुहुन्छ अरे अनि प्रधानमन्त्री बन्ने मान्छे रक्सी किन खानु पर्यो अर्को कुरो आइरहेको छ त्यहाँ हर्कले त नि रक्सी खायो भनेर चाहिँ नि राईको छोरो खान्छ नि, म बाहुनको छोरोबाट त कहिले यहाँ बजाइदिन्छु। अनि तपाईँ त न प्रधानमन्त्री नको अनि हर्क साम्पाङजी त प्रधानमन्त्री बन्छु भन्नुहुन्छ अनि प्रधानमन्त्री बन्छु भन्ने मान्छेको रक्सी खाएर पारा हेर्नु नि पारा अझ यति मात्रै हो र अझ के भन्नुहुन्छ हेर्नु पृथ्वी नै उचाल्न सक्छस् भन्दा पनि म कोसिस गर्छु भन्ने मान्छे हो कि म त सामान्य लाग्छ यस्ता कुराहरू, सामान्य। म आँखा चिम गरेर सब कर्म गर्दै अगाडि बढिरहन्छु, बाटो आफै जोडिँदै जान्छ। अनि यस्तो मान्छेलाई प्रधानमन्त्री बनाएर हुन्छ त